हेलो नमस्ते म शेफ कृष्ण सुनार। आज हामी बनाउन जाँदैछौँ सेजवान सस। हामीले चाहिँ हाम्रो होटल रेस्टुरेन्ट यस्तो तरिकाले बनाउँछौँ। हजुरहरूले चाहिँ के कस्तो तरिकाले बनाउनुहुन्छ लेट्स गो। फर्स्टमा चाहिँ हामीले चाइनिज वक ल्याउन पर्ने हुन्छ, प्रायः कुनै पनि पेन ल्याउनु हजुरहरूले। अनि त्यसमा चाहिँ अलिकति तेल हालेर यसले चाहिँ अलिकति गरम गर्ने, हिट गर्ने। हिट भइसकेपछि यसमा चाहिँ फर्स्टमा हामीले जिन्जर हाल्छौँ, चप जिन्जर अनि चप गार्लिक। अनि यसले अलिकति ब्राउन गरिसकेपछि यो हाम्रो चिल्ली पेस्ट भयो, कश्मिरी र स्पाइसी वाली। अनि त्यसपछि यसमा अब हामीले त्यो ब्राउन गरेकोमा हाल्छौँ। यसमा सल्ट हाल्छौँ, सोया सस हाल्छौँ, डार्क सोया सस हो यो चाहिँ। अनि यसमा व्हाइट भिनेगर हाल्छौँ, यो चाहिँ त्यसै बाउलमा गरेको थियो त्यही भएर ब्ल्याक भएको। अनि ग्रिन चिल्ली हाल्छौँ हामीले चाहिँ टेस्ट अनुसार। अनि मिक्स गरेर टमेटो केचप हाल्छौँ यसमा चाहिँ। टमेटो केचप गरिसकेपछि एरोमेट पाउडर अनि सल्ट अनि व्हाइट पेपर अनि ब्ल्याक पेपर गरेर राम्रोसँग यसले हामीले राम्रोसँग चलाउँछौँ। अनि चलाइसकेपछि यसलाई बोइल गर्ने एकछिन राम्रोसँग पकाउने। अनि यसको रोगन छोडिसक्यो भने चाहिँ हाम्रो चाहिँ फाइनलमा चाहिँ रोगन छोडिसकेपछि हामीले यसले चाहिँ फिनिस हुन्छ हाम्रो बनाइसकेर। अनि हामीले हाम्रो होटल रेस्टुरेन्टतिर यस्तो तरिकाले बनाउँछौँ। अब हजुरहरूले के कस्तो तरिकाले बनाउनुहुन्छ हेर्नु, कति दामी कति राम्रो साइनिङ हानेछ, ओइली साइनिङ पनि छ सबै कुरा।